मान्छे बस्ने घर त होइन कि क्या हो भूत बाङ्लामा पो आइपुगे कि क्या हो होइन हौ बाघोइ पनि देख्दिन त हो यो घरमा त मान्छे होइन भेङ्गुता र मुसा मात्रै छ कि क्या हो घरमा को हुनुहुन्छ बोल्दैन को हुनुहुन्छ कसलाई खोजेको यता 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 अन्त तिमी रहेछस् त तपाईँ अगाडिमा आँखा पनि के भएको छ कस्तो नदेखेको हो होइन हो त्यो मुन्टो सड्का जस्तो एकतिर मात्रै हेरेपछि दायाँ बायाँ कहाँ देखिन्छ त हो होइन बा मन्टो त ठिकै छ कि बा यो फल देखेर नि हातु पारान भइगयो कि डरले अनि पो त यत्रो रागा जत्रो मान्छे पनि देखिन रहेछु नि हो होइन हो मैले त चिन्नै पो सकिनँ त को पो हो हौ लो चिन्नु भएन मलाई होइन चिने जस्तो त लाग्छ तर ठ्याक्कै मैले ठम्याउन सकिनँ हो सकिएको नि त्यो नेपालको चर्चित एउटा कमेडी सो छ नि मुन्द्रेको कमेडी क्लब हो त्यहाँनिर त्यो त्यहाँ घरिघरि आएर ढुङ्गा भाँचिँदै भए मस्किँदै बोल्छ नि त्यो मेरो आमा त हो नि ए त्यो फुलन्दीको आमा चिन्छु नि अनि म उसकै छोरा त हो नि हो फुलन्दे हो तोरी बारी तरुनी है साँच्चै हो लु फेरि कस्तो साँच्चै हो भनी बसेको म फुलन्दे यहाँ तपाईँको अगाडि ठिङ्रिङ्गै उभिएको छु त कस्तो नपत्याएको हो कसरी पत्याउनु त हो आमा चाहिँ विश्व सुन्दरी जस्तो होइन छोरा चाहिँ के भएको यस्तो गोबरको थुप्रोमा कसेर लात्ताले हाने जस्तो थोपडा छ त हो होइन कस्तो लास्टिमै पेच पर्ने गरी भनिसो दाजु तपाईँले है कुरा नगारौँ म यहाँ अर्कै कामले आएको कि दाजु बरु त्यो यो चफेल्दै कान्छा भन्ने पो चिन्नुहुन्छ कि यही घरमा बस्छु भन्थ्यो के नाम रे चफेल्ले हो चफेल्ले त्यस्तो नाम गर्दा कोही छैन है यो घरमा यतादेखि नहुनु यही घरको लोकेसन पठाएको छ अन्त ए यहाँ हेर्नु त होइन लोकेसन त यही हो तर त्यस्तो नाम गरे मान्छे त कोही छैन है यो घरमा हाई यहाँ हुनु पर्ने ओए प्रवीण किन यो चपेन्दा कान्छा भने चिन्छस् चिन्दिन चिन्दैन रे हौ लु खत्तम बर्बाद भइगयो नि अब कहाँदेखि खोज्नु हो त्यसलाई ए भेटिहाल्दिनु बुढा के चिन्ता गरेको डिजिटल जमाना पो हो त ए भेना पो अम्बा ओ बा यही हो त चपेन्दै कान्छ यही हो अन्त बिसोरी सेवार है ल सेवारो यो चपेन्दा कान्छा अनि आफै चिन्दैन भन्छ त ए त्यो त मेरो गाउँको नाम हो नि त हौ जहाँको नाम भए पनि आफ्नो नाम बिर्सेर चिन्दिन चाहिँ भन्नु हुँदैन है केटा कि कसो हो त्यही त ए त्यो त मेरो गाउँको नाम हो नि त यहाँ चपेन्दै भन्ने थाहा पायो भने त साथीहरूले गिस्काएर हाइराउन पार्छ नि त नामले नराम्रो भइदिएन केटा राम्रो काम गरे भने जस्तो सुकै नाम पनि राम्रो हुन्छ नि के कसो अन्त बाबुआमाले राखेको नाम पनि नराम्रो हुन्छ आजकलको केटकेटीहरू के भएको बा आफू राम्रो हुनुलाई नाम फेरेर बा हैरान छ त मान्छे त बाछालाई सुक्लुक्कै घटेर बा लाठी त होइन बा लट्ठीदेखि पनि घटेर सिर्कुना पो भएछ त हो पहिला त्यस्तो थिएन नि त 3 महिना भयो केटा यो खाटो खोलोमा गएको यसलाई सुगरले भेटेको छ हो सुगर होइन हो बुढा यसको बुढी अर्कोसँग लाग्यो अरे टेन्सन छ हो ए तोरी बारी तरुनी हो र हो नि त्यो केटा पनि यहीँ बस्छ अरे क्या यो घरमा बस्छ अरे आज जेन त्यसको खैरत छैन क्या 3टा गरौँ भाँचेर मात्रै जान्छु अनि त्यसको गरम मात्र होइन खुट्टा पनि भाँचेर डन्डी बिउ खेल्नुपर्छ त्यस्तो अर्काको बुढी पट्याउनेलाई गोली नै ठोक्नुपर्छ को त्यो हिँड त्यसलाई त ढाकी चाकी पारिदिनु पर्छ हिँड फेरि मेरो गाउँको केटा रहेछ भने त म ब्यागसँग मात्रै हान्छु है
ए भइहाल्छ नि म त रागा ढालेको मान्छे पो त अब भोलि पर्सितिर आउँछ होला आज 24 तारिक त्यहाँ पछाडि आउँछ 27। ए बिजी हो फोनमा? घर पनि कस्तो हो बस्ने बस्ने जस्तो छ त हो यही हो यस्तालाई त म त एकै लात्तीमा भुको डाकर निकालिदिइहाल्छु नि यसलाई त ए भेना आवेशमा नआउ न भेना ऊ त मेरो हितैसी साथी हो नि त हो। कडा रहेछ बुढा त झन्डै दिइहाल्यो त। अनि त्यही त मेरो भेना त अलिक छिटो खाने रहेछ चिनेर मात्रै ठोक्नु है भेना त्यसरी अन्दाजको भरमा जेमा पायो त्यसैमा ठुक्न नगार्नु नि। अनि त जाँडको तातो करमा झोसी पठाउँछ र अनि पालक पुलक हुन्छ नि थुतुनु। त्यही त अलिक छिटो आवेशमा आइहाल्छु हो म त। एकछिनमा त्यो गदाको अगाडि पनि आवेशमा आएर काम नबिगार्नु नि भेना। पहिला राम्ररी सम्झाउने हो मानेन भने लादी फर्किने गरी दिनुपर्छ। होइन कसको लादी थर्काउने योजना हुँदैछ? त्यही नि मेरो बुढीको नाट हो त्यसलाई आज रामधुले हनुमान फुलै पाल्नुपर्छ। सकिन्छ र? मजाले नि हेर्दा पो सानो हाम्रो भेना उमेरमा एक बक्सिङमा राँगा ढाल्थ्यो। मान्छे हेर्दा त पत्याएन मैले त। हाना यसले त पत्याएन त मलाई त खोइ हप्ता पर्छ खुच्चुकमा एकचोटि टाढा हान्छु। है हुँदैन बुढा पुक्लुकै गयो भने त यहाँ अर्को लफडा आइलाग्छ। बरु त्यो नाटो बनाउँदा कहाँ छ यहाँ बोला त्यसलाई मेरो मुड किचिलाइसक्यो। ओइ त्यो कहाँ गयो? खै तेरै बुढीसँग भिडियो कलमा मस्किँदै थियो अहिले भर्खरै 10-15 मिनट भयो बाहिरतिर निस्केको छ। त्यो पक्कै टोइलेटमा होला। खै निकै बेर भइसक्यो। टोइलेटमा अनि ए टोइलेट बस्न त पायो नि त हो। बस्छ टोइलेट। मेरो बुढीले ओ माई गड भनेको यही कानले सुनेको। लु सकेकै रहेछ नि यतिखेरसम्म त त्यसले कुकुरको भान्साघर वरिपरि सब हेरिसक्यो होला। अब काम छैन केटा छोडिदे हो। कहाँ छुन भेना मलाई मान्दैन बरु त्यो डाङ्गोलाई हामी 4 जना मिलेर सेलेक्टै पारौँ भेना। ल भेना ल। गाह्रो पो छ के गर्नु हो सालोको रहर पुरा गरिदिउँ। हान्देऊ न जे पर्ला पर्ला। हौ सालो केटा लु जाऊ 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 जाऊ। यस ओके ओके भेना यही हो। अम्बा हो बाकम्ता मात्रै ठुलो छैन त जित्छु के हो। ल ल बेबी म भरेतिर कुरा गर्छु ल सी यू बेबी। भेना बेबी नै पो भन्यो त मैले त आजसम्म बेबी भनेको छैन। त्यही बेबी डार्लिङ नभनेर स्वानी त यतातिर लागेछ नि त। गल्ती त तिम्रो पो देख्यो त यहाँ। आफ्नै बुढीलाई कसरी बेबी भन्नु कम्ता लाज लाग्दैन? भन्नुपर्छ नि म त बेबी डार्लिङ भन्छु। कति खुसी भएर अहिलेसम्म कोहीसित नराम्रो सम्बन्ध राखेको छैन। ठिक ठिक आफूले भनेन भने यसरी अर्काले भनिदिन्छ त्यही त अनि भएन बर्बाद। भेना मर्छु अब म त। हौ बा घुँडादेखि आँसु आउने गरी त नरौ न हौ लाज हुन्छ के लाज हुन्छ। हौ साथी अब के गर्नु? अब यसको चित्त बुझाइदिन पनि पड्काइदिउँ भन्छिएला। हौ दाजु लु पहिलो रङ दाजुले नै खोलौँ त। मैले अलिक मिल्दैन मेरो गाउँको केटा हो कि तिमीले नै दन्काइदेऊ न बुढा के डराइ बस्यो। एक बक्सिङमा राम्रो ढालेको मान्छे पो हो त। त्यो त हो नि अनि सुरु गरौँ त। गरौँ 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 मैले मेरो सालोको बुढी पट्याएर झन् राम्रो काम गरिनस् के। मेरो कुरा सुन्नु पहिला। के को सुन्ने यस्ताका कुरा खुच्चुकमा दिएर राङ्गा ढाले जस्तो ढाल्दिनु न भेना। हो यस्तोको त म त फेरि खुच्चुकमा हानेर राँगा ठाले जस्तो ढाल्छु नि यसको त म। हानागाता ढल्यो।
अगे माङ्ग्याक्रो होइन ठाडै छ त तिमीलाई पो हाल्नु त भेन तिमी पो ढल्नु पर्ने त हो र अनि पो ब्यालेन्स बिग्रेछ त नि अझै ब्यालेन्स बिगार्ने हो कि मेरो कुरा सुन्ने? होइन अब त तपाईँकै कुरा सुनौँ होला के कसो हो साथी हो त्यही त खास वास्तविक कुरा चाहिँ के हो त हामी पनि सुनौँ न त के कसो साथी हो के हो त भाइ भनिदेऊ न त। यसले मेरो बहिनीलाई धोका दियो। 3 जना नानीको आमासँग लागेर घर पैसा नपठाएको 1 वर्ष भयो। उता मेरो बहिनीलाई कति गाह्रो छ थाहा छ तँलाई? त्यही भएर यसलाई ठिक पार्नको लागि बहिनी र म मिलेर यो नाटक गरेको हो। होइन हौ फेरि कुन बहिनीको कुरा गरेको तँलाई थाहा छ तेरो श्रीमती मेरो कान्छा मामाको छोरी हो। काम त यसले पो बिरा रहेछ त। अब धुलाइ पनि यसलाई त हान्ने होला नि। यहाँ मुड कि चिलाइसक्यो। अन्त अर्काको बुढी स्याहार्ने त यो पो रहेछ त। अब अरू केही भन्नु छ छैन भेन तर मलाई भन्नु छ तँ चालु छस् भन्ने त नि नेपालमा हुँदै मलाई थाहा थियो तर पनि तँ मेरो सालो भनेर तेरो कुरा मानेर आए कि माया लागेर तेरो कुरा सुन्ने हुँदा उसको मैले यहाँ तोरीको फुल देख्ने गरी यहाँ चटपन खाएँ कि अब तँलाई पनि एकचोटि हानेर चित्त बुझाउँछु लु घोप्टो पर त कहाँ हुन्छ हौ चुपचाप यहाँ घोप्टो पर अब सालो होस् लात्ताले हान्दाखेरि पाप लाग्छ होला एक बाक्सिङ हान्छु डाँडेलोमा घोप्टो पर ए त्यसो पो भनेको भइहाल्छ नि अलिक बिस्तारै हान्नु है हौ अलिक भएन हौ कसो पो हौ हौ त्यसो चाहिँ गरौँ न ठिक छ बिस्तारै हान्नु साथी अलिक काफलो छ कहाँ आफ्नै सालो हो कहाँ साह्रो त हान्छु त बिस्तारै हान्छु नि हौ लु हाने है अलिक बिस्तारै हान्नु है भेन बिस्तारै हान्छु नि हौ ए बुढाको त पावर पनि सिधै छ त। त्यही त हलिनु पनि हलिँदैन त हेत्तेरिका अब चाहिँ पाको भइएछ हो एक बक्सिङमा मैले रागा ढाल्थेँ त यो बक्सिङले आज त आफ्नै सालो पनि बा हल्लिनु पनि हल्लिएन त इज्जतै गयो नि हो मेरो त